हेलो एभ्रिवान गुड मर्निङ इट्स मिथिला लिम्बू फ्रम तेह्रथुमबाट अनि आज चाहिँ मैले बिहेमा गएको सर्ट मिनी ब्लग स्टार्ट गर्दैछु अनि बिहेमा चाहिँ हामी धेरैजना गएको थियौँ अनि यहाँनिर चाहिँ मैले केही मात्र फोटोहरू अनि भिडियोहरू लिएको छु अनि म चाहिँ बिहेमा तुम्मा बोजूहरूसँग गएको थिएँ अनि हामी चाहिँ एकदम रमाइलो तरिकाले जाँदैछौँ अनि यहाँ म चाहिँ भिडियो बनाउँदैछु बाटोमा। सो अहिले चाहिँ हामी बिहेमा पनि पुगिसक्यौँ अनि बिहेमा गएर चाहिँ के भन्छ यसलाई हाम्रोतिर चाहिँ भोइदर भन्छौँ यो हुन्छ नि यस्तो केहरू लगेर गएको हुन्छौँ अनि त्यो चाहिँ लगेर टिपाउनु पर्छ के अनि त्यो टिप्दै हुनुहुन्छ अनि यहाँनिर चाहिँ त्यति नै बेला के भएछ भन्दाखेरि चाहिँ यस्तो के चोरी बिहे हो तर पनि अब यो बेहुली भित्राउनको लागि चाहिँ लुगा फेर्नु उता लगेको हुन्छ नि त अनि त्यो भएर चाहिँ जाँदै हुनुहुँदो रहेछ क्या सबैजना अनि त्यसको पनि मैले भिडियो सर्ट क्याप्चर गरिहालेँ बेहुली लिन जाँदै हुनुहुन्छ। यहाँनिर चाहिँ बेहुली लिन जाँदै हुनुहुन्छ होइन बेहुला चाहिँ अब भर्खर इन्ट्री मार्दै हुनुहुन्छ अगाडि च्याब्रुङ थियो च्याब्रुङ सनाई बाजागाजा थियो भने पछाडि चाहिँ बेहुला हुनुहुन्थ्यो अनि यहाँनिर चाहिँ मैले तोङ्बा लगाएको रहेछ तोङ्बाको पनि सर्ट भिडियो गरेँ त्यतिकैमा चाहिँ बेहुली लिन जानेहरू नै आइपुग्नु भयो अनि उता चाहिँ के गर्छ भन्दाखेरि चाहिँ बेहुलीलाई कपडा चेन्ज गरिदिएको हुन्छ त्यस पछाडि भनेको माला साट्ने स्वयंवर गर्ने औँठी साट्ने यो कार्यहरू चाहिँ उतापट्टि हुन्छ अनि त्यस पछाडि भनेको चाहिँ बेहुली लिएर आइसकेपछि चाहिँ भित्राउने कार्य हुन्छ भित्राउने कार्यको लागि चाहिँ यहाँनिर चाहिँ दाइलोमा लिपेर त्यस पछाडि भनेको तामा काँक्रीहरूमा पानी भरेर रेडी गर्दै हुनुहुन्छ अनि त्यत्तिकैमा चाहिँ पर्साउनका लागि भनेको अछिता पनि रेडी गर्नुभयो अनि सबैजनाले अछिता टिप्दै हुनुहुन्छ यहाँनिर चाहिँ अहिले बेहुला बेहुली आउँछ त्यति बेला पर्साउनु पर्यो भनेर सबैले टिप्दै हुनुहुन्छ त्यही भएर मैले पनि टिपेँ। हामीले चाहिँ अछिताहरू पनि टिपेर होइन बेहुला बेहुलीलाई पर्साउनको लागि रेडी भइसकेको छौँ अनि बेहुला बेहुलीहरू पनि आउँदै हुनुहुन्छ अनि हामी चाहिँ हातमा अछिता लिएर बेहुला बेहुली पर्साउन तयारी भएर बसेका छौँ अनि अब चाहिँ बेहुला बेहुली आउनुहुन्छ त्यस पछाडि हामीले अछिताले हान्ने हो अनि यहाँनिर चाहिँ होइन च्याब्रुङ बजाउने बाजेहरूले पनि यहाँनिर इसारा दिँदै हुनुहुन्छ एकछिन पर्ख भन्दै हुनुहुन्छ अहिले नहान्ने उहाँहरू आएपछि हान्ने हो भन्दै यहाँनिर चाहिँ इसारा गर्दै हुनुहुन्छ अनि हामी चाहिँ त्यही इसारा अनुसार तयारी भएर बसेका छौँ अनि यहाँनिर चाहिँ होइन अब फर्स्ट अफ अल चाहिँ कला साडी भन्छ अनि कला साडी बोक्ने बहिनीहरू चाहिँ आइसक्नु भएको छ त्यस पछाडि भनेको बेहुली त्यस पछाडि बेहुला आइसक्नु भएको छ अनि यहाँनिर चाहिँ पर्साउने काम पनि सुरु भयो यहाँनिर चाहिँ होइन यति बेला चाहिँ भनेको चाहिँ त्यही चामल दहीमा घोलेर राखेको हुन्छ अनि त्यही असिताले चाहिँ सबैजनालाई हानेर हुन्छ क्या बेहुला बेहुलीलाई अनि एक किसिमले यो भनेको चाहिँ रमाइलो पनि अनि त्यस पछाडि पहिलेदेखिको चलन पनि के हो त्यो मलाई ठ्याक्कै चाहिँ थाहा भएन तर यस्तो गर्ने चाहिँ लिम्बूहरूको कल्चरमा छ अनि यहाँनिर चाहिँ पर्साउने काम धमाधम भइरहेछ मैले पनि हातमा बोको असिताले हाने अनि यहाँनिर त्यति गरिसकेपछि चाहिँ अब चाहिँ टिकोहरू लगाइदिने अनि टिकोहरू लगाइदिने त्यस पछाडि भनेको काँक्रीको पानीले चाहिँ धोएर अनि बेहुलीलाई भित्र लिएर जाने त्यस्तो चलन छ यहाँनिर चाहिँ त्यही सबै कुराहरू भइरहेको थियो तर म चाहिँ अलिक टाढा थिएँ के धेरैजना हुनुहुन्थ्यो भिड थियो टिका लगाइदिनेहरूको त्यही भएर चाहिँ भिडियो चाहिँ क्याप्चर भएन। यहाँनिर चाहिँ अहिले पनि होइन अब केटा पक्षको जति पनि हुन्छ नि त आफूभन्दा ठुलो बडाहरू भयो बुबा आमा बाजे त्यस पछाडि भनेको यता काका तुम्बाहरू दिदीहरू हुन्छ उहाँहरूले चाहिँ लगाइदिने गर्नुहुन्छ टिका लगाइदिनुहुन्छ अनि यहाँनिर चाहिँ सनै बजाइरहनु भएको थियो कि मलाई चाहिँ एकदम रमाइलो लाग्छ बाजागाजा अनि यहाँ पनि थोरै क्याप्चर लिएँ त्यस पछाडि हामी खाना गयौँ अनि खानामा चाहिँ अब सामान्यतया पहाडी इलाकामा भनेको त्यही हो मासु भात यस्तै नै हुने हो अनि यहाँनिर चाहिँ सबैजनाले खानामा व्यस्त हुनुहुन्छ मैले पनि खाएँ अनि यहाँनिर भिडियो बनाउँदैछु अनि सबैजनाले यहाँनिर खाना खाँदै हुनुहुन्छ अनि यहाँनिर चाहिँ मलाई भन्दै हुनुहुन्छ अरू कुरा त्यस्तै हो भिडियोमा मेरो फोटो चाहिँ हुनु पऱ्यो मेरो भिडियो पनि हुनु पऱ्यो नत्र लाइक कमेन्ट आउँदैन है भन्दै हुनुहुन्छ अनि मैले पनि हुन्छ भने अनि यहाँनिर चाहिँ पकाउने ठाउँ हो सबैजनाले पकाउँदै बाँड्दै गर्दै हुनुहुन्छ अनि हामी फर्किँदा रात